हेलो के छ के छ ठिक छ एकदम बवाल छ के छ ल जाउँ न त सँगै एकदम खोलौँ न खोइ त लिभर लगा नि लिभर त लगाइदिएर के हो यो चाहिँ झोला बोकेर हिँड्ने छ ल हाम्रो गोल्डी चाहिँ यसरी ठेल्नु पर्ने अवस्था भयो हाम्रो घर जाँदै गरेको होइन नमस्ते दिदी सन्चै हुनुहुन्छ फेरि आइज अगाडि हेलो गुड मर्निङ सबैजनालाई आज चाहिँ हाम्रो घरमा एकजना पाहुना एकजना होइन 3-4 जना आउँदै हुनुहुन्छ एन्ट्री भइसक्यो ल ल ल हेलो के छ ठिक छ एकदम बवाल छ के छ ल जाउँ न त सँगै एकदम कहाँ हिँड्नु भएको म घर जान लागेको चढाउनु हो ओके ल ल ल ल ल ल ल तपाईँलाई त पहिले पनि भेटेको थिएँ गोल्डीमा स्वागत छ अरे ल गोल्डीमा स्वागत छ तपाईँलाई गोल्डीमा ब्यालेन्स मिलाएर बस्नु गाह्रो हुन्छ गोल्डीमा के व्यवस्था पनि गराइदियो कि गोल्डीमा स्वागत छ तर यो म त यो के अरे झ्याल यसरी लगायो भने त पुरै निसासिन्छु यार भाइ त्यो झ्यालको उयो लगा ओहो यहाँ छ नि खोइ यो खोलौँ न खोइ त लिभर लगा नि लिभर त लगाइदिएर के हो यो चाहिँ झोला बोकेर हिँड्ने गरेछ केटाकेटीले खोल्ने झ्याल अनि यसो राख्ने गरेछ क्या ए अब घरमा हुँदा त त्यो दराजमा राख्छु ए ल सिसा खोल्यो है ल फेरि बुझाउनु हो तपाईँले काउन्टरमा ए यो झिकेर बुझाइहाल्ने ल कहाँ राख्नुहुन्छ यो चाहिँ यो अब टक्कै हाम्रो यहाँ पकेट ए सलाई रेन्ज पनि बोकेर हिँड्छ यो बबाल स्क्रुप ड्राइभर अरे यहाँ चाहिँ अब ट्याक्कै सेरामा हाम्रो भेट भयो यहाँबाट चाहिँ हामी हाम्रो घर जानुपर्छ है अलि भ्याइन्न कि दादा हजुर अहिले हामी हतारमा होइन होला होइन जाउँ न यसो चिया सिया खाएर पर्छ कि के हो बाटो त बाटोमै पर्छ बाटो मैले घरमै पुऱ्याएको छु तर बाटो चाहिँ बाटोमै पुग्छ बाटोमै पर्छ तर यो सर्टकट हो नि उताबाट धेरै घुम्नुपर्छ नि त तपाईँहरू त्यहाँ टोडीखेलबाट ओह्राल झर्नुभयो ए त्यो त ठ्याक्कै यो चाहिँ यातायात इलामको यातायात चाहिँ यो अगाडिपट्टि यो अहिले जुन हामी भेट भयो नि म चाहिँ यहाँ यातायातमा काम थियो म मर्निङ वाक गर्दै थिएँ अनि ठ्याक्कै यो चाहिँ सेरा यातायातबाट आउने बाटो चाहिँ ठ्याक्कै यो अनि मेरो घर यतै हो नि त्यही त पहिला चाहिँ नि यसो इलाम ताप्ले जाउँ भने चाहिँ लाग्थ्यो तर यो भिडियो त कस्तो यो यस्तो ठाडो भयो राइट यहाँ माइखोलाबाट मेरो घरमा जानलाई चाहिँ यहाँबाट राइट जानुपर्छ राइट यहाँबाट स्वाटै राइट यहाँ चाहिँ यो पञ्चकन्या हजुर यो चाहिँ अस्ति शिला भेटिएको ठाउँ चाहिँ यो हो यहाँबाट यहाँ चाहिँ शिला भेटियो के छ भाइ खबर ठिक छ ल सादी भन्ने गीत लगाएछ अब मेरोमा कपिराइट हालिदिइहाल्यो खत्तम भयो इत्यादिले केही असर गर्दैन ल यो चाहिँ सबैले दर्शन गरौँ त जय पञ्चकन्या पाथिभरा माता यहाँबाट चाहिँ यस्तो छ है गाइस मेरो घरमा जाने बाटो चाहिँ पिच थियो यो बाढीले पिच सिच एउटा केही नाम निशाना केही राखिदिएन अब रमेश प्राथकीले फोन उठाएन भने यो बाटो सिधै आउनुहोस् घरै पुगिन्छ है त घरमा थियो गोल्डीको दान खतरा रहेछ है फेरि ल पिच चाहिँ यहाँ अलिकति छ कि हो कि जस्तो देखाइदिएको छ यति खोइ त केही पनि छैन त माटोले यो चाहिँ ट्याक्क ढुङ्गा गिटी पालुवा उत्खनन कार्य निषेधित क्षेत्र भनेर बोर्ड राखिदिएको रहेछ
यहाँ चाहिँ यो पानी छ नि अहिले यो पानी भएको ठाउँमा चाहिँ घर थियो 23वटा घर उ त्यहाँ उ त्यो बगर छ नि उ त्यहाँ हो त्यो बगरमा चाहिँ 23वटा घर थिए होइन यहाँ अलिक अगाडिदेखि उता घर थियो कि अलिक खोला यता थिएन कि खोला ऊ त पारी उता थियो यता यहाँ चाहिँ घर बस्तीहरू थियो कि यो ठाउँमा चाहिँ यहाँ चाहिँ 23वटा घर थियो यहाँ यो ठ्याक्कै यो बगरमा होइन अनि यहाँको घरहरू चाहिँ सबै बगाइदियो कि खोला चाहिँ उता पारी थियो यता आयो कि खोला चाहिँ मान्छे केही भएन घरहरू चाहिँ सबै बगायो कि यहाँको ल हाम्रो गोल्डी चाहिँ यसरी ठेल्नु पर्ने अवस्था भयो हाम्रो घर जाँदै गरेको होइन हजुर यसरी चाहिँ गोल्डीलाई चाहिँ हामीले ठेलेर अगाडि बढाइयो एकदम गोल्डी चाहिँ अहिले यो ठ्याक्कै यो टापु बस्ती भएको ठाउँमा आइपुगेको छ जुन वृद्धाश्रम देख्न सकिन्छ यहाँ वृद्धाश्रम नेरी चाहिँ आइपुगेको छ यो चाहिँ वृद्धाश्रम हो होइन यसरी देख्न सक्नुहुन्छ यो चाहिँ श्री माई भगवती वृद्धाश्रम इनपा 10 गोदक यसरी यहाँ आइपुग्यो कान्छा हजुर अनि गाडी त ठेल्दै अलिकति अब यसलाई पनि घरिघरि रेस्ट दिनुपर्छ नि सर ल बाटो अलि धेरै चित्र थियो कि अलिकति ल अनि भाइले त नलाउने टाउको ठोक्यो अहिले चाहिँ हामी ठ्याक्कै यो माइखोला टापुमा छौँ गोल्डीमा चढेर सरर हामी जाँदैछौँ अब के गर्नु हामी चाहिँ हिँड्नु पर्ने तिजमा पनि हामी हिँड्नु पर्ने हेरौँ त यसरी पिचमा पनि हामीलाई ओह्रालेर हिँडाइरहेछ उकालो भयो अरे बाटो यहाँ हेरौँ यसरी हिँडेर यात्रा गरिराख्नु छौँ हामी चाहिँ हेरौँ त ल खोल्सा चढ्ला त ठेल्नुपर्छ होला हौ ल ठेलौँ हाम्रो हिँडाइ मचिएको छ होइन त यसरी चाहिँ हामी गइरहेछौँ कहाँ गइरहेछौँ भने इलाम बजार त्यहीँबाट त आएको अहिले हामी चाहिँ हिँड्दै गाडी अगाडि हामी पछाडि घरि ठेल्दै यात्रा गरिरहेछौँ यहाँ पर्खेछ नै पर्खिँदा चाहिँ यसरी यहाँ पर्खिरहेछन् साथीहरू अब हामी जाउँ होइन ल जाउँ ल हुन्छ म यतै बस्छु गोल्डी हाम्रो गाडी होइन के भन्नु अरे गोल्डी हाम्रो गाडी होइन आमाले रमेश अरे अगाडि म चिन्नी म बस्छु उता साइड लगाऊ ल यहाँ
यतै राख्दा नि हुने ठिकै छ ल हामी चाहिँ फाइनल्ली घर आइपुग्यो ल काग बोलाउनु पर्छ है हजुर काग बोलाउनु पर्छ यहाँ ल ल ल बासभरि कागै काग ल हाम्रो गुरुजीलाई ढोका खोलिदिउँ न ए खोइ त अनि यहाँ छ गुरुजी त यहाँ भाग्न चाहिँ छिटो छ यो मान्छे लु त्यो झ्यालहरू लगाउँ न मास्तिर मूल घरमा जाने हो नि त हामी के गर्छ त गाडी के छ कसैले लाँदैन नि त हो र झ्याल स्याल लगाएको भए हुन्थ्यो नि त झ्यालु तान त केटाउले त्यही त नि झोला सोला सबै थोक्छ त्यो खोल्नु न लु त ट्याका लाउँ त ट्याका ए नलडौँ न यता यसो नगरौँ न यसो नगरौँ न ल मेरो स्कुटर चाहिँ यही हो स्कुटर मेरो स्कुटर यता के हुँदैछ खाना सब्जी पाक्दै रहेछ हाम्रो भाउजूको ल यो हाम्रो चाहिँ दाइको घर है यो चाहिँ दाइको मेरो जसको भन्नु भयो के छ जिन्दगी ल अब यात्रा हाम्रो मूल घर ल कति घन्टा लाग्छ यहाँबाट घन्टा होइन ऊ त्यो देखिएको हो त्यहाँ अस्ति भाउजू के गर्दै हुन्छ हेलो गुड मर्निङ वेलकम वेलकम ब्याक टु माई न्यू ब्लग आज यस्तो दामी क्यामेराको जान्थ्यो अरे हामी चाहिँ आज रमेश दाईको घरमा चाहिँ नि आइयो हिजो बेलुका माथि इलाम बस्यो बबाल यो चाहिँ मामाई खोलाले बगाएको बगरहरू रहेछ यहाँ तर दाईको वास्तवमा घर चाहिँ बबाल रहेछ है यो घर पनि दाईको यो जग्गा पनि दाईको मायाको छौँ है के छँदैछ आज अर्को घडेरी हान्ने गयो अरे यो चाहिँ मेरो होइन यो हान्ने चाहिँ सोचमा चाहिँ एकछिन एक दुई शब्द बोला त अरे र हामी यसरी जाँदैछौँ दाईकोमा चाहिँ मेरो फर्स्ट टाइम हो अनि मेन चाहिँ अब यहाँ आएको बेलामा दाईलाई नभेटिकन जाँदाखेरि दाईले फेरि घुती हाल्लान् भन्ने एउटा पनि भयो र जस रमाइलो भयो आज यसरी हिँड्ने मौका पनि पाइयो अवसर पट्याङ पट्याङ चप्पल पड्काउँदै पड्काउँदै आइयो गाडी चाहिँ घरै पुग्थ्यो तर यहाँ बाटो पुग्थ्यो होला दाई अझ हार्नै सकिँदैन थियो नाम्लो लाएर हात बर्थ्यो होला त्यो भएर त्यति साह्रो पनि नगरौँ भन्यो है दाईको त्यो गाउँ चाहिँ बबाल रहेछ के ल हाम्रो माथिको के बजार हो माई इलाम बजार लौली भाइको युट्युब च्यानल चाहिँ सबै च्यानल सब्सक्राइब गरिदिनु साथसाथै मेरो पनि रमेश बुढाथोकी भनेर सर्च गरेर मेरो चाहिँ खोजिहाल्नु त सब्सक्राइब गर्नु अहिले उहाँको त सब्सक्राइब भएरै यो भिडियो हेरिराख्नु भएको तपाईँहरूले कि अब यसो मेरो पनि रमेश बुढाथोकी भनेर सर्च गरेर सब्सक्राइब गर्नुहोस् मैले चाहिँ अब सिल्भर बटन आउँदैछ त्यो आएको दिन चाहिँ फर्स्ट प्राइज सब्सक्राइबरलाई 10,000 सेकेन्ड 5,000 थर्ड 3,000 राखेको छु जम्मा 18,000 यो 18,000 चाहिँ तपाईँहरू जो कसलाई पनि पर्न सक्छ अहिले नि गएर सब्सक्राइब गर्नुहोस् है भरे त मैले गरेको काटेर हाल्दैन नि अहिले भर्खरै गएर म आफै सब्सक्राइब गर्छु किन काट्नु त काट्दैन त्यत्रो एडिट गरेर भ्याउँदिनँ नि बिर्सिहाल्छु ल हाम्रो चाहिँ घरमा पुग्न लाग्यौँ दाइको घर यस्तो ठाउँमा रहेछ है विकट दाइको ठाउँमा त रात पनि आइपुग्दैन होला है अब यत्रो खेत बगायो मेरो यहाँ मुनि होइन बाढीले यस्तै छ अनि होइन भाइ होइन यहाँ देखाउँदै थिएँ म अनि यो घर चाहिँ होइन यो देखाउनु भनौँ न अनि मेरो खास म छुट्टिएर बसेको घर चाहिँ यो चिया बनाउने चिया पकाउने ल ल चिया खानु अरे बस्नु अरे बसेर कुरा गर्नु अरे यो अलिक फोटो छ म यस्तै छ हाम्रो त घर अब गाउँघर यस्तै हो होइन पोहोर छ अनि बस्नु म कान्छु म छोरो चाहिँ कान्छु तर कतिले काइला भन्छन् काइलाको त्यो भिडियो बनाएकोले गर्दाखेरि
एयरपोर्ट उठ्यो भने यहाँबाट देखिन्छ त अघि मैले त्यो बाटो यहाँ निस्किन्छ भने नि ऊ त्यहाँनिर हो क्या एयरपोर्ट यो कुचो डाँडा छ नि एउटा रातो रातो घर छ नि त्यसको उल्टोपट्टि हल्का ऊ भयो नि हो त्यही ठाउँहरू एयरपोर्ट छ हामी त्यहाँ यहाँ निस्किन्छ बाटो चक्कर भयो नि त्यही गोलाइबाट चाहिँ उल्टो जाने हो एयरपोर्ट जाने दिदीसँग बोल्न आउँछ हजुर बोल्न आउँछ नमस्ते दिदी सन्चै हुनुहुन्छ कस्तो छ हजुरलाई अहिले ठिक छ खाना खानुभयो एकछिनमा खाने बुवा आएपछि खाने अनि खोइ भाइ चाहिँ खोइ भाइ खोइ अरे भाइ कहिले भर्खर आउनु भएको न्यासो लागेको थियो हजुरलाई भाइको न्यास्रो लागेको थियो न्यास्रो के छ ठिक छ चङ्गा आज चाहिँ ठिक छ हाम्रो गौली भाइ अनि यता हाम्रो रौसी अनि यहाँ बस्न कस्तो राम्रो छ 4-5 जना चाहिँ हाम्रो घरमा यहाँ बसिरहेछौँ होइन अब हामी चाहिँ निस्किने त के गर्ने अब यति गरिब दुखी जिन्दगी गरी खाना पनि पर्यो अब आफ्नो करियर क्षेत्रतिर जहिले हामी चाहिँ 1-2 वर्षै सङ्गत गरेर चाहिँ मतलब सँगै बसेर सँगै खाएर हिँड्ने जतिकै फिल भइरहेको छ क्या त्यही त अलिअलि हाम्रो भेट त धेरैचोटि भएको छैन यो पहिलोचोटि हाम्रो एकदम घनिष्ठ भेट थियो अघिल्लोचोटि काठमाडौँमा भयो जो बोलचाल नर्म तर एकदम घनिष्ठ है अनि त दाइले त्यहाँ गाडी घुमा रोक भनेपछि आफ्नै दाइले क्या है आफ्नै दाइले चाहिँ यो कटेर गयो भने त खाइ भने खालको टाइप्स भयो सबैजना चुपचाप हामी फर्केर सर र बेलुका राति गयौँ एकदम रमाइलो पनि भयो प्लस दाइको गाउँ पनि हेर्न पाइयो अनि यहाँ आइसके पछाडि एउटा रमाइलो आफ्नै दाइ जस्तो होइन अनि जाने बेलामा अलिकति नरमाइलो त लाग्छ तर के गर्नु जानै पऱ्यो नजान भन्दा दाइ फेरि अब नगइकन के गर्नु हुन्थ्यो अब समय अलिक कार्यव्यस्त त्यस्तै भयो मेरो पनि अब पुग्नै पर्ने उहाँको पनि उहाँ काठमाडौँ इन्डिया जानै पर्ने अनि भाइको पनि खाम ए त्यही भएर किन इन्डियाबाट आएको इन्डियाको अलिकति झल्को आयो होइन अलिकति इन्डिया छ जस्तो लागिरहेको छ हाम्रो रमेश सर हाम्रो गौली भाइ होइन राम्ररी जानु हाम्रो भाइहरू होइन सबैजना चाहिँ हामी हिजो चाहिँ पोखरेली बसिएको थियो आज चाहिँ यहाँ खाना खानको लागि चाहिँ माइखोलामा खाना खाइयो घर पनि गइयो त्यस पछाडि अब हामी छुटिरहेछौँ गोल्डीमा सरेर जानु लाग्दैछन् तर यो घरिघरि त्यो खेल्ने बेलामा चाहिँ अलिक ख्याल गरेर खेल्नु फेरि रिभर्स हान्देला र यता भित्र हाल्छ गौली भाइ पिछोडमा त परेन 12 गोलामा पर्छ कि पर्दैन त्यहाँ त तर त्यहाँ त निकै छ है निकै छ गोलाई छ विचार गरेर जानु ल शुभयात्रा है ल जाने नै भयो सर ओहो बाबा फेरि आज अगाडो नर बाबा भयो अरे यति अहिले पुग्छ देखिस कस्तो बाबुको माया आयो इन्डिया गइहाल्ने अलिकति इन्डियाको फिल आइरहेछ होइन यतिकै ल गौली भाइ शुभयात्रा ल सबैजनालाई शुभयात्रा ल बाई 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 ल निकाल तिम्रो गौली